हेलो गुड मर्निङ सबैजनालाई फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। आज पनि धेरै महिना पछाडि एउटा ब्लग बनाउँदैछु। आज फेरि हामी यहाँ बाहिर जाँदैछौँ। अन्त अहिले चाहिँ यहाँनिर रमादान भएको हुनाले सुनसान छ, सबै मान्छेहरू सुतिरहेको छ। हाम्रो चाहिँ छुट्टी भएर हामी जाँदैछौँ। फ्लावर रोड एकदम शून्य छ किनभने रमादान भएकोले यस्तो भइरहेछ सुनसान। म यहाँबाट ट्याक्सी पक्रिनु पर्ने छ। ट्याक्सीलाई बोलाएको आउँछ कि आउँदैन। गर्मी पो भयो त हौ, ज्याकेट लगाएर आएको त। बेलुका जाडो हुन्छ सिलेमानी। बोलाएकै छु ट्याक्सी आयो। यस्तो छ यहाँनिर। सलाम अलैकुम। चोनी बासी काका आरम्भ ना ना आरम्भ ना बाकी किस्ती ना आवा। अच्छा म ट्याक्सीमा जाँदैछु। अहिले चाहिँ अलिअलि घाम लागेर राम्रो भइरहेछ, अलिअलि गरम भयो। अब भरे चाहिँ नेपाल हम हिंदू मसीही है यहाँ, जाति हिंदुस्ती है यहाँ, बूजी से है यहाँ। ना मैं मसीहा हाम्रो चाहिँ आएर पनि मासुहरू कटाइ हुँदैछ, रेडी हुँदैछ। उसले यहाँनिर लसुन तास्दैछ। यसो गर न, यस गरिदेऊ न मेरो ब्लगमा। हेलो गाइस, यो चाहिँ हाम्रो नयाँ बहिनी हो। दाल पाक्दैछ यहाँ कुकरमा, कालो दाल। अल्छिनीहरू आएको छैन, त्यो अल्छिनीहरूको लागि पकाइदिँदैछु। हाम्रो रुम चाहिँ यस्तो क्लिन भइरहेछ, सफा बनाएछ। एकजना नेपाल जानु आँटेको छ, लगेजहरू रेडी गरिरहेको छ। यो रुम खाली छ, कसैलाई चाहियो भने सम्पर्क गर्नु होला। रेन्टमा बेसी छैन, $200 मात्रै हो। यस्तो छ यहाँ हाम्रो राजदाई अस्ति खस्नु भएको 1 वर्ष पुगेर यहाँनिर चढाएको। हामी चाहिँ परदेशमा भए पनि नेपालको जस्तै गरिदिन्छौँ। यो रुम हो, यस्तो छ। म चाहिँ घरबाट आएर पनि खाना पकाउनु लाग्यो, मासु लागेछ नि उसलाई। यहाँ हाम्रो ड्रिङ्क्सहरू रेडी छ। बियर त 3टा मात्र छ त। अन्त बियर अर्को लुका ए छ किलो मासुले पनि पुग्दैन यहाँ हाल न हौ। मासु एउटा खसी काट्नु। यो कविता दिदीको तिमी नखाऊ। कविता दिदी बिचारा त्यो हड्डीहरू म कहाँ खाने त। अब होली मनाएको हामीहरू बुढै मान्छेहरू
बुढी मान्छे यस्तो हुन्छ नेपालको तर हामी कसैको नि रङ छैन भन न मलाई त ओरोरा भन्दा कम्तीको छैन स्लिम छ हिरोइन छ नि तिनटा मिसाएको लु जाओस् त सारा लिम्बूबाट तिनटा मिसाए हैन अनि साराले चाहिँ यो सानो मगमा 3 मगमा त खायो उसले फेरि बियरमा पनि कोको कोलै मिसाउँछ रक्सीमा पनि कोको कोलै मिसाउँछ अजिब छ मान्छे मिल्नु सक्दिन नि त अघि त्यो चिल्लो थियो हड्डी कहाँबाट आएछ नि यहाँनिर एउटा तिम्रो दुई थरी भइसक्यो के को 2 थरी म त यही एउटा हिमालय गयो कोरोना त अस्ति लागेको पैसा बोल्न है त्यहाँ हाम्रो 22 महिना भयो तिमी आएको नेपाल घर भोलिको याद आएको थियो आज यहाँ दोलखाको बहिनी बिचारा यस्तो सानसानो विष्णुको बहिनी नेपाल सरकारले अलिक ध्यान दिनुपर्ने कुराहरू छ यहाँनिर हो कि होइन भन्न न बोल्नु न नेपाल सरकारको बारेमा यस्तो सानसानो केटीहरू आइरहेछ केपी ओलीलाई के को जान बोल्दैन किटी फेरेको त्यो बुढोलाई भन्नु त्यो किटीले त मर्न नसकेको भन्नुपर्छ बोलाउँछ फेरि भन्ने त्यो बुढो त किटी त्यो फेर्दै बस्छ म भन्छु यिनीहरू डराएको म भन्छु यहाँ केपी ओली तपाईँलाई चाहिँ यो हाम्रो एउटा यस्तो सानो नानीहरू मसिनो अहिले नेपालमा कति पढेर आउँथ्यो काम गर्थ्यो होला तर हाम्रो यहाँनिर हेर काम नपाएर नेपालमा काम छैन यत्रो मसिनो केटीहरू गर्दिन कसको यहाँ म त डराउँदैन अनि यस्तो मसिनो यस्तो मसिनो हेर यस्तो खङ्गाउ लाउँदा यस्तो भर्खरको केटीहरू होइन काम गर्नु आउनुपर्छ नेपाल सरकारले ध्यान दिनुपर्ने कुरा बोल्नु त हो कि होइन तपाईँहरू बस कुर्सी सम्हाल्ने पैसा तान्ने हाम्रो रिमेन्टले बाँच्नु परिरहेको छ होइन हामीले पैसा पठाएको रिमेन्टले तपाईँहरू बाँचिरहेको छ किटी फेर्नै बस्ने त अनि अरू त के पाएको छ अनि सारांश अवस्था लिम्बुनी अलिक बोला न के अलिक हामी विदेशमा अर्काको नोककोट चाकर गरेर विदेश देशमै हामीले काम पाएको भए हामी त नेपालमा बस्ने होइन त्यो त लिम्बुनी होइन रहेछ खतम रहेछ अब बरु यहाँ त मार्जिनी जर्सी कसैले केही पनि होला भने हामी विदेशमा काम गरिरहेको छ हामी यहाँ नोकर अनि हाम्रो लिमिटले चलेको नेपाल अनि हामीले काम गरेको हामीले पैसा हटाएर चाहिँ बोल कि किन यो कोको कोला हो नि आज 12 वर्षमा हाम्रोमा स्याम्दै पनि आउनुभयो हाम्रो घरमा बल्ल बल्ल वेलकम छ तपाईँलाई ह्याप्पी होली स्याम्पी सबैलाई लु अन्त सबैलाई दिउन् भगवानले ह्याप्पी होली लु ह्याप्पी होली ह्याप्पी फ्राइडे ह्याप्पी होली आउँदा चाहिँ यस्तो हरे दिजो घेर्नु न अनि खै त रङ गर्ने सारा दिदी चाहिँ लुकिरहेको भए सारी यता निकाल्दिनु ल चिसो ल्याएन है सारा बिचारा आज सस्पेन्ड गराइदिएको क्या लु कस्तो हुँदैछ मासु चाहिँ हेर खाएर चिल्लो बनाएको यहाँको गराउनु पर्दैन बोल मासु कस्तो भयो भन मिठो न दामी छ दामी मासु कस्तो भयो 1 नम्बर यो पकाउने चाहिँ फेरि दार्जिलिङको गीता चामलिङ यो चाहिँ जुस है फेरि अरू कुरा होइन दार्जिलिङको कान्छी कान्छी नभने नमिठो पनि होइन अहिले हान्छु तँलाई म यो चाहिँ अरू कुरा चाहिँ यति यो दाखमत होइन यो जुस हो हेलो गाइजहरू होइन आजको मासु चाहिँ एकदम 80 वर्षको भालले कुखुराको मासु जस्तो थियो होइन चबाउनु नसकेर मेरो 2टा दाँत झन्डै झरेन झरेको पनि यो 2टा दाँत निकालेर पछाडिबाट हानिहाल्यो त भएको त्यस्तो भएर यहाँ एउटा पनि नराखी यहाँ हेर्नु चिल्लो चाख्नु भएर मासु चाम्रो भएर खानु नसकेर यहाँ हेर्नु गाइजहरू यस्तो भइरहेछ सारा भन तिम्रो सारा मिठो एकदम मिठो गायत्री चामलिङले बनाएको केही नसकेको अनि यस्तो छ कि आज खाना भन्ने कुरा अब मासुले नपुगेर हाम्रो दालमोडमा पनि जाँदैछ यो पनि अब आउँदो उतातिर आउँदैछ अब फेरि आउँछ फेरि अर्को पनि छ हामीले त्यसलाई पनि इन्तजारमा चाहिँ एकदम वेटिङमा छौँ मासु नकर मासु चाहिँ फेरि 6 किलोले पनि पुग्दैन अब के गर्नु 6 किलो मासु हो स्यामदाई के छ भनिदिनु स्यामदाई त बिचरा बिमारी हुनुहुन्छ अब आज छुट्टी रहेछ हो हामीले बोला 12 वर्षमा उनी फुलो कुखुरा हामीले चाहिँ होली मनायो 12 वर्षमा आयो के खानु
हुँदैन अब के गर्नु दाजुभाइ दिदीबहिनी सबैजनाले पनि होली मनाउनुहोस् दुःख सुख जे जस्तो भए पनि हामी त विदेशको यो दुःख सुखको होली हो होइन अब यता जाउँ एकछिन त्यो केटी हो साग काट्दैछौ के यो चाहिँ हाम्रो सुषमा हो सुषमा चाहिँ 6 फिट चाहिँ छ होला लगभग 9.5 फिट छ हजुर 9.5 फिट छ यहाँ हेर्ने यत्रो अग्लो मान्छे देख्नु भएको छैन होला हाम्रो चाहिँ यहाँ छ ए यहाँ त भाइहरूले त गर्नु केही पनि गरेको छैन हात चाहिँ जुडो छ यहाँ त हाम्रो भाइ हो यो चाहिँ मेरो चाहिँ दिदीहरूसँग 1 वर्षपछि भेट भएको म आज निकै नै ह्याप्पी छु होइन सबैजनालाई होलीको धेरै धेरै शुभकामना भन्न चाहन्छु यति नै हो उर्मिलालाई अलिअलि मिस गर्दैछु उर्मिलालाई त कुरै नगरौँ न यहाँ मुटु फुटेर पनि बाहिर निस्किरहेको तिमी चाहिँ अलिक खाने गर हेर लुताएर केही छैन यहाँ भात हाम्रो उम्रिँदैछ मासु यो फ्राई मासु हाम्रो एकदम शीतलको खायो अब यो ग्रेभीवाला ढेँडोसँग खान्छ अरे भात उम्लिँदैछ यहाँ कालो दाल छ घिउ हालेको फेरि स्पेसल यहाँ साग हाम्रो बहिनीले काट्दैछ सुषमा बहिनीले रायोको साग इराकमा पनि देखाइदेऊ न यार रायोको साग मिरा चाहिँ पहिला नेपालमा हुँदा माओवादीमा हिँडेको मान्छे हो यहाँ माओवादीमा हिँडेको मान्छे यहाँ बोल न यार यस्तो दर्छेर भएर के गर्नु यो छेत्री बाहुन त काम लाग्दैन रहेछ हो रहेछ खत्तमै हुँदो रहेछ हिजो भर्खर दरबारको अगाडि होइन राजा बगाएर केपी चोर देश चोर राज चाहियो भनेर खोज्दैन हामीले विदेशमा अर्काको दास गरिरहेछ हामीले पैसा पठाएको रिमेन्जीले खाएर पैसा बुढी गरेछ अनि ल्याउने मासु के मुँदैन यो देखाएर चाहिँ बोल्यो भने कसैले कमेन्ट नराम्रो गर्छ। अब म चाहिँ यो हात धुन जानुपर्छ। यो खाएर पनि सही कुरा बोल्नुपर्छ दिदी यो खुवाएर उसले गलत बोलेको छैन होइन विदेशबाट भनेको हाम्रो पैसा केपी ओली जिन्दाबाद यसलाई हानिहाल्दा यसलाई निकाल्दा बाहिर निकाल्दा जिन्दाबाद बाजी हो केपी ओली बाहुन हो त छेत्री बाहुन त अब नाक केपी ओली पनि छेत्री बाहुनै हो कि अन्त उ त अनि नाक थापेको देखेनौ तिमीहरू पुरै जान्दैनौ अब मेरो भाग के भयो केपी ओलीलाई के भन्दैछौ तिमी केपी ओली हाय हाय सेवबहादुर देउवा साई केपी ओलीले त राम्रो गरे भए तँले अर्काको ठाउँमा आएर दुःख गर्ने काम गर्ने दुःख पाउने कमल दाजु भने म केपी ओली भन्दा ठुलो भयो नि त जे भए पनि केपी ओलीलाई चाहिँ मेरो हृदयबाट धन्यवाद दिन चाहन्छु कहिले परपरारै यो होइन कि माओवादीमा हिँड्दाखेरि कि त्यो भिड्दै झर्दाखेरि माओवादीमा हिँड्दाखेरि उसको सुर्बलै च्यात्थ्यो अरे हो अनि चाकै पिल्सेको चाकको कुरा नगरे यहाँनिर तिमी केपी ओलीको कुरा गरे घनघोर कम्युनिस्ट पार्टी हो त कहाँ भनेको माओवादी हो फेरि कम्युनिस्ट भनिरहेको छु त कमरेड भनेको माओवादी हो कम्युनिस्ट यहाँ सुन न केपी ओलीले चाहिँ के चाहिँ गर्यो नेपालमा के विकास गर्यो केपी ओलीले मेन भनेको चाहिँ बुढाबुढीलाई रोड लग्यो त्यति हो भत्ता दियो कि बुढाबुढीलाई अनि तिमीलाई भन न म त यहाँ अब एउटा दुईटा अम्ला काटेर अपाङ्ग भत्ता बनाएर खाऊँ भन्ने सोच्छु हुनु केपी ओलीको सन्तान त के है होइन अरूले जे भने पनि म चाहिँ भित्री आत्मादेखि नै केपी ओलीलाई हाय हाय भन्नु हेर्नु गाइस आज चाहिँ यसले भात पाएन कसम भात दिँदैन हामी आज बाहिर होइन सबै यो कुरो ठिकै छ भात पाउने नपाउने त कुनै ठुलो कुरो होइन यहाँ मेरो घरमा आएर ठुलो कुरो नगर बाहिर निकालेर दही लाइन्छ होइन लुते भनेर हामीले माया आज चाहिँ झटाएर हानिदियो होला झटाएर बाहिर तल बारीमा खोज्नु पर्ला नि फेरि यहाँ हाम्रो कमल दाजुले कोदोको ढेँडो बनाउँदै हुनुहुन्छ नमस्कार है गाइसहरू हाम्रो इराकमा नेपाली कल्चरको खाना
ढेँडो पाक्दैछ त्यही पनि आज होली पनि आज हो। मलाई कस्तो हुन्छ मलाई थाहै छैन र खाएकै छुइनँ अनि त्यो भएर हिजो होली थियो हिजो नेपालमा भएन आज चाहिँ हाम्रो विदेशमा फ्राइडे छुट्टी हुने भएको भएर सबै चेलीबेटीहरूको अनि सायद मेरो पनि हो म खास कुक सेपै गर्छु यहाँ अहिले इराकमा कुर्दिस्तानमा अनि आज चाहिँ चेलीबेटीहरूले ल हाम्रो नेपाली कल्चरको खाना खानु पर्यो कमल दाजु बनाउनु भन्नु भएर मैले ढेँडै बनाइदिएको छु आज अब कोदोको ढेँडो हो यो चाहिँ कोदोको अब ओडाले पनि यही तरिका छ अँधेरो पो देखेँ त किन ओडा त यसरी अर्डर छ हाम्रो बाबा बाजेहरूले पुर्खौली खाएर बसेको ढेँडो ओडाल्दैछ उज्यालोमा देखाएन मैले फेरि देखेन ढेँडो अँधेरो भयो अब के गर्ने यो अब मान्छे यस्तै छु अब मान्छे यस्तै छ मान्छे होचो भएर चुला अग्लो भएर यस्तो हुँदैछ मुनि राखेर ओडाल न त्यो देखेन क्या त्यहाँनिर त्यो मुनि राख न हौ देखेन कि कालो न कालो देखेँ क्या म यस्तो दुईटा कोदोको ढेँडो ए विदेशमा इराकमा पनि कोदो चाहिँ नपाइने चाहिँ के चाहिँ रहेछ म त हट्टखट भाचौला हो कुन्यौहरू ढेँडो ओडाल्ने मान्छे हेरिहाल्नु यहाँ डेन्जर छ सुषमा खै त अनि यसरी ओडाल्नु पर्ने छ भगवान् म त खानु सक्दिनँ कहिले मास्नु ए कहिले गर्ने यस्तो यस्तो कामहरू गर्न त नेपालकै मान्छे चाहिने रहेछ ठिटीहरू कमल दाजुले पक्रेको छ अर्कोले ढेँडो म चाहिँ आज खानु पऱ्यो खाइ छैन म चाहिँ कहिले खाएको छैन ल आज चाहिँ कस्तो सिकाऊ हेर्नु न यहाँ ढिलो ओडाले ओ माइ गड ढिलो ओडाले बाँस जन्माएछ यस्तो पो हो त ढिलो ओडाले कमल दाइलाई त भात छोप्नुपर्छ खाने अहिले पाकेको त त्यो पाक्यो कि अब सबै घुलिसक्यो पाकेको छैन छोप्नुपर्छ अलिक पाक्छ म थाहा छैन ढेँडो पाक्दैछ है हाम्रो उता अच्छा आज ढेँडो कसरी खान सिकाऊ है केटी यो चाहिँ हाम्रो ढेँडो कोदोको ढेँडो पकाइदिएछ कमल दाजुले बनाएको होइन स्पेसल इराकमा पनि कोदोको पिठो पाइन्छ कोदोको ढेँडो मासु किन खुल्ला राखेको यिनीहरूले चाहिँ यस्तो गर्छ रिस उठ्छ भात भात खानेलाई भात ढेँडो खानेलाई ढेँडो मासु ग्रेभी मासु सबै छ कालो दाल सारा अनि ढेँडो छोपाले पाएको हाम्रो यहाँनिर ढेँडो कोदोको ढेँडो रेडी छ कमल दाजु सेफ यहाँनिर बनाउने चिकन साग पनि छ नेपालबाट आएको साग प्लेटहरू रेडी छ खाने हाम्रो फ्यामिली भनेको यति हो बनाउने मान्छे छ कस्तो छ कालो दाल खै आएको कालो दाल यहाँ घिउ हालेको नि यो फेरि तर घिउ हालेको कोदोको ढेँडो साग र मासु हामी खाने लेट्स इन्जोय पाङ्ग्रा अरे ढेँडो फर्स्ट बाइट गाइस अरूले त फुले त दिन्छ म त जान्दिनँ यो त खै हुँदैन अर्कै खानु अर्कै ढेँडोको लागि 10 काका ज्ञान त्यही पनि ह्याप्पी होली हो घिउ पनि छ हाम्रो इराकमा के कमी छैन ढेँडो चाहिँ भनेको नेपालको लागि चाहिँ अब यो कुनै भन्छ तर विदेशको लागि चाहिँ एकदम ढेँडो फर्स्ट बाइट मलाई निकाल्दै दुईटा निकाल्दै मिठो है ढेँडो साग कालो दाल अम्ला हालेको हेर न त्यो यसले जहिले जिब्रा चाट्यो धुएर आएको भनेर मैले हात र हात धोराएको थाल्को धोराएको क्या त जस्तै फोरी सब्जी ढेँडो
आफ्नो अनुहार कहिले ऐना हेरेको छ एक खाऊ त खाने बेला चुप्पा लाएर हिजो त 3 चोटि हेरेको यार यो पनि हालेको आज 2 चोटि हेरे जम्मा चौरीको ममता दिदीलाई पनि भेटियो बाटोमा ल ल ल बाई ल बाई ल साह्रो यता आज हामी रुममा खानासाना खाएर अब बजार घुमेर आफ्नो घरतर्फ जाने हेलो कमल दाजु के छ हालखबर कमललाई भेट्यो कहाँ गएको तपाईँ नयाँ काममा अहिले मन जित्नु पर्यो कि मन जित्नु पर्यो म त बस्छ होला डलर डलर फर्केर आउँछु भने मेरो ब्याग चाहिँ एकदम दामी छ क्या गाइस हाम्रो ब्रो क्या ब्रो अहिले रमजान चलिरहेछ रमजानको मिठाई भेराइटी कुर्दीको यस्तो हुन्छ यहाँको चाहिँ ल्यायो सबै त्यो त्यहीँ राखिदियो रमजान मिठाई चाहिँ हामी सबै कामहरू सकेर बजार घुमेर अब एकछिनमा घर जाने त्यसैले अब चाहिँ ल किन यिनीहरूले अनुहार लगाएको सनस्क्रिन लगाएको छ यहाँ पनि फगुवा हुँदो रहेछ कुर्दिस्तानमा पनि सनस्क्रिन लगाएको फेस मास्क लगाएको होला सलुन रहेछ नि त त्यसैसम्म ल्याइदिन्छु उसलाई त्यो बट्टामा फेसमा केटाको हो यो त ला उनीहरू बिचरा माग्ने बुझ्छु 215 देऊ न छ पैसा मेरोमा छैन देऊ न बिचरा बोजूलाई काज स्नाक देऊ ल त हाम्रो नेपालीहरूको मन यति ठुलो हुन्छ देख्यौ यहाँ दियो हाम्रो दुईजना अब चाहिँ हाम्रो ग्याङहरू यो गर न मिठाईको भेराइटी सबै फुलकोबाट बनाएको फुल फ्रुट्सहरूबाट बनाएको यहाँको कुर्दिस्तानको इराकको मिठाई हो यो चाहिँ मार्छ हौ के भएको हेर्दैछ नेपालीहरू खानै नपाएको छ अब हाम्रो भ्लगलाई यहीँ राख्दछु सबैजनालाई बाई बाई सबले बाई भन बाई